जोजोलप्पा नमस्कार। केबीएस लुबु प्रोडक्सन र लुबु वेब स्टुडियोद्वारा प्रस्तुत गरिएको यो सर्ट मुभी धौ बजी। यो धौ बजी सर्ट मुभीमा आजभोलि चलेको यो आयातित संस्कृति जुन छ केक काटेर आफ्नो जन्मदिन मनाउने, आफ्नो जन्मदिनमा रमाउने मनाउने परम्परागत रूपमा चल्दै आएको हाम्रो जुन देउता पूजा गरेर सुकुन्दा बालेर अन्डा सगुन लिएर दही चिउरा खाएर मनाइने जुन जन्मदिन मनाउने परम्परा बीचको हो यो सर्ट मुभी। हजुरहरूलाई यसरी केक काटेर मोमबत्ती निभाएर आफ्नो जन्मदिन मनाउनु राम्रो कि हाम्रो पुरानो परम्परा अनुसारको सगुन लिएर देउता पूजा गरेर दही चिउरा खाएर दही चिउरा बाँडेर मनाइदेखि आफ्नो जन्मदिन कुन तरिकाले आफ्नो जन्मदिन मनाउन मनपर्छ एकचोटि यो सर्ट मुभी हेरेर भन्नुहोस् है। त्यही त हो नि, अब डेटो घुम्न आउनु परिहाल्यो, अरू केही काम छैन। ओहो तारेमाम लक्ष्मी दाइ, तारेमाम सत्य भाइ, मन्दिर घुम्न आउनु भएको लक्ष्मी दाइ? देउता दर्शन गर्न आएको। तपाईँ पनि देउता दर्शन गर्न आउनु भएको हो? के गर्ने अब, बिहान एकचोटि उठेर यसो मन्दिर घुमेन भने जिउ नै भारी हुने। मन्दिर घुमेर घर गएर यसो नातिहरूसँग खेलेपछि मात्रै जिउ हल्का हुन्छ। अब त्यही त हो नि, अब देउता दर्शन गर्ने समय बिताउने होइन त भाइ। राजाराम दाइ रोपाइ सकेको हो त? खै पानी परेको होइन, खेतमा पानी नै छैन। अनि लक्ष्मी दाइको रोपाइ सकेको हो त? कहाँ रोपाइ सक्नु, आज खेत राखेर रोपाइ गर्न गएको एउटा कोला नपुगेर काल्यौँ भइरहेछ। ल कोदालो एउटाको पनि के धन्दा, मेरो घरमा छँदैछ नि। ल तपाईँसँग छ र? जाउँ त। मा खोइ त बुवा त अहिलेसम्म आइपुग्नु भएन। हो भने केक काट्ने बेला भइसक्यो। हो खोइ, तिम्रो बुवा मन्दिर घुम्न जानु भएको थियो, त्यहाँ साथीहरू भेटेर गफमा अल्झिनु भयो कि? मम्मी केक कहिले काट्ने? काट्ने हो, हजुरबुवा नै आइपुग्नु भएको छैन। माथि बसेर चिया एकचोटि खुवाउन हुन्न? भगवान शरण जय करुणामय। ए बुवा आइहाल्नु भयो नि। काकाहरू पनि आउनु भएको रहेछ। बस्नुहोस् लक्ष्मी दाइ। दर्शन काका भाग्यमानी भएस। ए बाबु, बाजेहरूलाई नमस्कार गर्नु पर्दैन? नमस्कार बाजे। नमस्कार। होइन के हो यो? आज बाबुको बर्थडे हो। बर्थडे बिर्सिनु भएको के? बर्थडे त्यस्तो भनेको के? बर्थडे भनेको बाबुको आज जन्मेको दिन। के जन्मदिन? ल अब केक काट्न लगाऊ। ल अब सबैले ह्यापी बर्थडे भनिदिनुहोस् है। भन्न आएन हजुरलाई? ह्यापी बर्थडे। छोरा बुहारीले जे भन्यो त्यही भन्नुहोस् न। ह्यापी बर्थडे। के भन्ने खोइ? ह्यापी बर्थडे। के भने?
बाबु माथि जाउँ? नाइ नाइ भन्नुहुन्न, आज तिम्रो जन्मदिन, माथि सगुन लिएर दही चिउरा बाँड्नुपर्छ। आऊ बाबु, हामीले सबैजनालाई दही चिउरा बाँड्नुपर्छ। नाइ नजाने। जाउँ जाउँ, नाइ भन्नुहुन्न, जाउँ। बिस्तारै जाउँ, अल्झिएर तिमी। हुन्छ आमा, तपाईँ पनि बिस्तारै आउनुहोस्। बाबु माथि आऊ, सबै ठिक भइसक्यो। नानी, बाबुलाई हात समातेर बसाइदेऊ न त्यहाँ। आमा त्यहाँ बस्नु। हेर, हामीले जन्मदिनमा यसरी दही राखेर अक्षता रातो टीका बनाउनु पर्छ। जय गुरु गणेश आइमा। पख कहाँ भाग्न लागेको? बस न। म खेल्न जानु पर्यो, छिटो गर्नुहोस् न। पख आज जन्मदिनको बेला कहाँ भाग्न लागेको? यो सगुनको दही ढोगो ल बाबु। ल भयो। नानी, यो एकपटक माथि सूर्यदेवलाई चढाइदिनु ल। बाबु, यो अन्डा सगुन ल्याऊ ल, अनि एकचोटि ढोक गर। ढोक गरे आमा। राम्ररी समाऊ, रक्सी छल्किएला फेरि। पहिला अन्डा एकपटक टोक्नु, अनि रक्सी पिउने जस्तो गर्नु। तिमीले पिलाउने जस्तो गर नानी। अब अन्डा खाऊ ल। आज तिम्रो जन्मदिन, तिम्रो भलो होस्, जय होस्, सफलताले तिम्रो पाइला चुमोस्। ल 3 चोटि पिउनु पर्छ। ल म नि आशीर्वाद दिन्छु तिमीलाई। जहिले ज्ञानी हुनु, दिदीलाई धेरै नसताउनु। आमा मलाई पुगे, म जान्छु। ल हेर, खेल्न जान हतार भएको। ल ऊ त भाग्यो, जाउँ हामी पनि दही चिउरा बाँड्न। तिमी यो हस्। फलफुल समाइदेऊ। आमा बिस्तारै आउनुहोस् है। बिनाबी बिनाबे। नानीहरू दही चिउरा दिन ल्याए जस्तो छ। जम 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 जम। आउनुहोस्। पहिला नानी बाबुलाई नि दिन्छु। आज मेरो छोराको जन्मदिन, दही चिउरा लिन आउनुहोस्। मलाई पनि, मलाई पनि। फलफुल पनि हालिदेऊ। दिनु मलाई पनि दिनु मलाई पनि दिनु। के मलाई नातिले हातमा केक राखिसक्यो। के गर्ने लक्ष्मी दाइ, अब हाम्रो संस्कृति परम्परा चलन चल्ती अनुसार नभए पनि बच्चाहरूको लागि गर्नै पर्यो। जमानै यस्तै छ, अब बच्चाको लागि भयो भने गर्नै पर्यो।